आज माघ 2 गते भूकम्प दिवस को अवसर पारेर राजविराज स्थित खेमाविमा भूकम्पको बेला के गर्ने, कसरी जीव ज्यान जोगाउने यसको बारेमा अभ्यास चलिरहेको छ र अहिले हामी अभ्यासका विविध पक्षहरू हेर्दैछौँ। यहाँ रेड क्रसको टोलीले उपचार गरिराखेका छन् घाइतेहरूलाई। यहाँ दमकल पनि आएको छ र यहाँ नेपाली सेनाले उद्धार गरिरहेका छन्। दोस्रो तल्लामा मान्छे भूकम्पमा फसेका छन्, त्यसलाई उद्धार गर्दै नेपाली सेना हामी देख्न सक्छौँ। यो भूकम्प दिवसको अवसरमा पूर्व तयारी अन्तर्गत यी कार्यक्रमहरू सचेतना फैलाउने उद्देश्यले गरिँदैछ र यहाँ जिल्लाका प्रमुख निकायका प्रमुखहरू लगायत स्कुलका भाइ बहिनीहरू पनि सहभागी छन्। यहाँ हामी हेर्न सक्छौँ हाम्रो नेपाली सेनाको टोलीले भर्खरै उद्धार गरेर ल्याएका एकजना व्यक्ति हुन् जुन मकानको दोस्रो तल्लामा फसिरहेका थिए। यसरी नै भूकम्पको बेला तयारी गरेर बस्नुपर्छ र यसरी नै राहत उद्धार गर्नुपर्छ भन्ने अभ्यासको यो एउटा नमुना हामी हेरिरहेका छौँ र यो अभ्यासलाई वास्तवमा आफ्नो जीवनमा उतार्नुपर्छ। विपद कति बेला आउँछ भने कसैलाई थाहा हुँदैन। सरू लगातार आइराखेका छन्, घाइतेहरूको उपचारमा काम गरिरहेका छन् र यहाँ रेड क्रसको टोलीले लगातार प्राथमिक उपचार गरिरहेका छन्। हामी हेर्न सक्छौँ यहाँ रेड क्रसको टोलीले प्राथमिक उपचार गरिसकेपछि एम्बुलेन्समा घाइतेहरूलाई अझै थप उपचारका लागि पठाउने काम भइराखेको छ। नेपालमा प्रत्येक वर्ष माघ 2 गते भूकम्प दिवस मनाइन्छ। 1990 सालमा नेपालमा आएको भूकम्पले धेरै जनधनको क्षति गरेको थियो र त्यो नै नेपालको भूकम्प दिवसको एउटा दिन हो जसलाई प्रत्येक वर्ष नेपाल सरकारले मनाउने गर्दछन्। हामी आज यहाँहरूलाई भूकम्प दिवसको झझल्को र त्यति बेला विपदका बेला गर्नुपर्ने कामहरूको बारेमा यहाँहरूलाई यो अभ्यास मार्फत जानकारी गराउन चाहन्छौँ। पक्कै पनि विपद कसैलाई सोधेर आउँदैन, कुनै समय हेरेर पनि आउँदैन। यो भूकम्प दिवसको अवसर पारेर गरिएको कार्यक्रम हो र यसमा स्कुलका भाइ बहिनीहरू र अन्य सङ्घ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवीहरूको निकै सहभागिता रहेको छ। हामी दृश्यमा हेर्न सक्छौँ।